अब मैले चाहिँ भर्खरै यो लाइसेन्सलाई रिन्युअल गर्ने प्रयास गरेको छु। त्यो प्रयास मेरो तपाईहरुको लागि सजिलो हुनेछ भनेर मैले चाहिँ आफ्नो प्रयासलाई यहाँहरु समक्ष प्रस्तुत गर्दैछु। यो 28/7/2026 मा यो एक्सपायर भएको छ र मैले भर्खरै अनलाइनबाट नयाँ लाइसेन्स मैले चाहिँ प्राप्त गरेको छु, जुन चाहिँ यहाँहरु समक्ष म प्रस्तुत गर्दैछु। 2026 मा समाप्त भएको छ र अहिले यो 2036 सम्मको लागि रिन्युअल भएर आएको छ। यो चाहिँ सानो प्रयास तपाईहरुको लागि इफेक्टिभ हुनेछ भनेर मैले चाहिँ आफ्नो अनुभवलाई शेयर गर्दैछु। तपाईहरुलाई सजिलो हुन्छ भनेर म चाहिँ यो भिडियो मार्फत भन्न चाहन्छु। यो प्रयासको लागि तपाईहरुले आफ्नो प्रदेशको हिसाबले त्यस्तो वेबसाइटमा जानु होला। जस्तो कि म चाहिँ मध्य प्रदेशको भएको नाताले म यो गुगलमा आफ्नो मोबाइलमा यो गुगलमा टाइप गर्छौं edlbhs.gov.np त्यसपछि सर्च गर्नु होला। सर्च गरेपछि यही रिन्युअल एन्ड डुप्लिकेट रिक्वेस्ट यहाँ दिएको छ। यसैमा चाहिँ कन्टिन्यू गर्नु होला। कन्टिन्यू गरेपछि यहाँ तपाईहरु हेर्दै हुनुहुन्छ रिन्यू लाइसेन्स, यसमा क्लिक गर्नु होला। क्लिक गरेपछि तपाईहरु हेर्नुहुन्छ यहाँ न्यू फर्मेट ओल्ड फर्मेट। यदि तपाईको लाइसेन्स तपाई हेर्नु होला आफ्नो लाइसेन्स नम्बर 2 अंक -2 अंक -8 अंकको लाइसेन्स नम्बर छ भने यो बाइ डिफल्ट न्यू फर्मेटमै जानु होला। होइन तपाईको लाइसेन्स नम्बर यो ओल्ड फर्मेटमा छ भने ओल्ड फर्मेटको 2 अंक -5 अंक यो पहिला तपाईहरुले हेरिलिनु पर्छ। मेरो चाहिँ लाइसेन्स न्यू फर्मेटमा छ, त्यसकारण न्यू फर्मेट अनुसार आफ्नो लाइसेन्स नम्बर दिनु होला। त्यस्तै एनआईडी नम्बरको बाइ डिफल्ट 3 अंक -3 अंक -3 अंक -1 अंक। यदि तपाईको एनआईडी नम्बर न्यू छ यस्तो किसिमको आउँछ नम्बर। होइन यदि ओल्ड छ भने तपाई यसरी यो यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरेपछि तपाईको चाहिँ 3 अंक -3 अंक -4 अंक। मेरो एनआईडी नम्बर माथिल्लो वाला हो। म यसमा क्लिक गरेँ अनि मैले आफ्नो जुन छन् एनआईडी नम्बर यहाँ लेखेँ। त्यसपछि डेट अफ बर्थ तपाई इस्वी संवतमा एडी मा डेट अफ बर्थ लेख्नु होला। इस्वी संवतमा इयर मन्थ र दिन लेख्नु होला। त्यसपछि आफ्नो इमेल आईडी दिनु होला। इमेल आईडी दिएपछि त्यसपछि यहाँ तपाई चाहिँ कन्टिन्यूमा क्लिक गर्नु होला। कन्टिन्यूमा क्लिक गरेपछि तपाईको चाहिँ एउटा ओटीपी नम्बर आउँछ, मोबाइलमा मेसेज आउँछ। अर्थात जुन नम्बरबाट तपाईको लाइसेन्स छ त्यही नम्बर चाहिँ मा तपाईको ओटीपी आउँछ र यो ओटीपी चाहिँ तपाई यहाँ हाल्ने बित्तिकै तपाईको ओटीपी हाल्ने बित्तिकै तपाईको यस्तो किसिमको
एप्लिकेसनमा टिक लागेर आउँछ। यो एप्लिकेसन तपाईको सबमिट भयो। त्यसपछि दोस्रो नम्बरमा तपाईलाई अब मेडिकल गराउनु पर्छ। अब मेडिकलको लागि तपाईको एप्लिकेसन सबमिट हुने बित्तिकै अर्थात् एप्लिकेसनमा ग्रीन कलरको टिक लाग्ने बित्तिकै तपाईलाई यस्तो किसिमको स्क्रिन आउँछ। द मेडिकल टेस्ट फी इज 150 अर्थात् तपाईलाई अब मेडिकल गराउनको निमित्त 150 रुपैयाँ तिर्नुपर्छ। त्यसको लागि तपाईलाई सिलेक्ट डक्टर अर्थात् पहिला चाहिँ तपाई कुन जिल्लाको हुनुहुन्छ त्यहाँ चाहिँ जिल्लामा सिलेक्ट गर्नुहोला। जस्तो यहाँ म पर्साको छु त म पर्सा सर्च गरेँ, पर्सामा म क्लिक गरेँ। यसरी पर्सामा क्लिक गरेपछि यहाँ डक्टरहरूको नाम आउँछ। मैले एउटा डक्टरलाई सम्पर्क गरेँ, उहाँले चाहिँ बोलाउनु भयो। त्यसपछि मलाई हेर्नुभयो अनि हेरेर उहाँले चाहिँ ओके गर्नुभयो। ओके गरिसकेपछि तपाईको यस्तो किसिमको मेडिकलमा पनि ग्रीन कलरमा टिक लाग्छ। यो ग्रीनमा टिक लागेपछि तपाईको चाहिँ मेडिकल टेस्ट भयो। त्यसपछि तपाईलाई अब अफिस एप्रुभलको लागि कुर्नु पर्छ। अफिस एप्रुभको लागि 24 घण्टा कम्तीमा वेट गर्नुपर्छ। त्यसपछि अफिस एप्रुभ गर्छ। अफिस एप्रुभ गरिसकेपछि हरियो रङको अफिस एप्रुभलमा टिक लाग्छ। यो टिक लागिसकेपछि रिन्युअल पेमेन्ट को अप्सन आउँछ। रिन्युअल पेमेन्ट को अप्सन आइसकेपछि तपाईलाई यस्तो किसिमको स्क्रिन तपाई देख्नुहुन्छ। यो स्क्रिनमा तपाईले पे नाउ र भेरिफाई पेमेन्ट यो 3000 को पे गर्नुपर्छ। यो 10 वर्षको लागि रिन्युअल हुन्छ। पे नाउमा क्लिक गर्नु होला। पे नाउमा क्लिक गरेपछि एउटा कुरो तपाईलाई ध्यान दिनुपर्ने हुन्छ। जस्तो यहाँ ईपीबी नम्बर दिएको छ 2083-831943। यसको तपाई राइट साइडमा एउटा रेक्टेंगल जस्तो चिन्ह देखिराख्नु भएको छ। यो तपाईको चाहिँ यदि बाइ द वे तपाईले चाहिँ 24 घण्टा भित्रमा पेमेन्ट तपाई गर्नु भएन भने यो रेक्टेंगल देखिरहेको ठाउँमा रिजेनरेट लेखेर आउँछ। यो रिजेनरेट मा क्लिक गर्नुहुन्छ अनि त्यसपछि तपाईलाई चाहिँ पे नाउ को अर्को चाहिँ तपाईले चाहिँ एप्लिकेसन ट्र्याकिङ लिंक आउँछ। किनभने यदि बाइ द वे तपाईले चाहिँ पेमेन्ट गर्नु भएन 24 घण्टामा तपाईले त्यहाँ रिजेनरेट गर्नुहुन्छ अनि मात्र चाहिँ तपाईले चाहिँ पे नाउ गर्न सक्नुहुन्छ। अदरवाइज तपाईले गर्न सक्नुहुन्न। त्यसकारण अब पे नाउमा क्लिक गरिसकेपछि तपाईको चाहिँ
पे नाउमा क्लिक गरिसकेपछि तपाईको चाहिँ यसरी अप्सन्सहरू आउँछन्। कनेक्ट आइपिएस, ई सेवा, खल्ती र नेपाल पे। मैले चाहिँ यो नेपाल पे को क्युआर कोड युज गरेर मैले आफ्नो पेमेन्ट गरे। अनि पेमेन्ट गरिसकेपछि मैले चाहिँ तुरुन्तै आफ्नो मोबाइलमा हेर्दाखेरि यो रिन्युअल फी र लाइसेन्स रिन्युड भनेर भएर चाहिँ ग्रीन टिक लागेर आयो। अनि त्यसपछि त्यसको तल हेर्दाखेरि यस्तो किसिमको चाहिँ डाउनलोड, त्यसपछि ड्राइभिङ लाइसेन्स कार्ड पनि आइहाल्यो र यसलाई मैले स्क्रिनसट गरेर चाहिँ ड्राइभिङ लाइसेन्सको चाहिँ मैले चाहिँ राखेको छु। तपाईहरु पनि राख्नु होला। र यो डाउनलोडमा क्लिक गरेपछि तपाईले चाहिँ यस्तो किसिमको तपाई चाहिँ डकुमेन्ट पाउनुहुनेछ। यो डकुमेन्टमा तपाईको आफ्नो चाहिँ पुरा डिटेल रहन्छ, यो तपाईहरुले हेर्नुहुन्छ। अब यति गरिसकेपछि तपाईको चाहिँ लाइसेन्स फाइनली यो लाइसेन्सको चाहिँ यसलाई स्क्रिनसट गरेर तपाई चाहिँ राख्नु होला। यो मैले चाहिँ 2026 सालमा एक्सपायर भएको र अहिले चाहिँ 2036 सालमा चाहिँ 36 सालको लागि रिन्युअल भएर आयो। मलाई लाग्छ कि मैले यो आफूले शेयर गरेको अनुभव यहाँहरुको लागि पनि सार्थक हुन्छ भनेर विश्वास लिएको छु। अन्तमा यहाँहरुको जय होस्। धन्यवाद।